सचिवहरू सदस्यज्यूहरूलाई म यथास्थानमा आसन ग्रहणका निमित्त हार्दिक म सबभन्दा पहिला सदस्यता ग्रहण गरेको निमित्त सम्माननीय सभामुखज्यूलाई म अनुरोध गर्दछु। अध्यक्षज्यूबाट ब्याज खुला इसमें भी यो रोटेट चाहिँ कसरी हुन्छ? रोटेट गरेर लाइभ गरिदिँदा रोटेट भएको अब यस पछाडि वरिष्ठ उपाध्यक्ष राजेन्द्र बहादुर पौडेलको सम्पादन समितिमा रहेको र तीर्थ सिद्धले सम्पादन गरेको यो पुस्तक स्मारिका यो विमोचन गरिदिनु हुन म श्रद्धेय सभापति अनावरण गरिदिनु स्मारिका विमोचन कार्यक्रम झापाको 2082 को स्मारिका विमोचन कार्यक्रम। धन्यवाद सर। स्मारिका अब यस पछाडि संक्षेपमा हामीले अपेक्षा पनि गरेका छौँ गोल्ड कपलाई शानदार सम्पन्न गर्ने सन्दर्भमा एकदम गोल्ड कपले बडो ऐतिहासिक रचनात्मक रूपमा यसलाई झापाको मात्रै नभएर सिङ्गो नेपालको र नेपालमा सञ्चालन फुटबल प्रतिस्पर्धाहरूमध्ये एउटा गरिमामय रूपमा स्थापित आनन्दको रूपमा स्थापित गरेका छौँ। यसका लागि हाम्रा पूर्व अध्यक्षज्यूहरू पूर्व पदाधिकारीज्यूहरू विशेष गरी नेपाली फुटबल प्रेमी व्यवसायीहरूको साथ सहयोग रहेको छ। यसलाई अझ रचनात्मक सहयोगी पूर्णरूपमा रहनेछ भन्ने विश्वास छ। संक्षिप्त शुभेच्छा मन्तव्यका निमित्त झापा गोल्ड कप संस्था झापा गोल्ड कप समितिका अध्यक्षज्यू, यस कार्यक्रममा उपस्थित भएका पेजावर नगरपालिकाका प्रमुखज्यू, झापा गोल्ड कप विभिन्न पदमा रहनुभएका मित्रहरू, यहाँ उपस्थित भएका अन्य साथीभाइ, झापा एउटा विभिन्न हिसाबले नेपालको सुदूरपूर्वमा रहेको जिल्ला, हिजोको एउटा जङ्गली युगदेखि नै यहाँ फुटबलको खेल विकास भएर आएको यसका तथ्यहरूले यहाँ इतिहासले बताउँछ। झुम्राका गोलहरू बनाएर घर घरमा विद्यार्थी नहुँदाखेरिका अवस्थामा पनि खेल्ने र विद्यालयमा पनि यस्तो टुर्नामेन्ट नहुने बेलादेखि खेलमा यसले विकास गर्दै आएको छ।
पछिल्लो समयमा झापा गोल्ड कप स्थापना भएर यसले निकै राम्रो प्रगति गरेको छ र आज राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गरेर एउटा चर्चाको विषय पनि बनेको छ या प्रशंसाको र प्रेरणाको विषय पनि बनेको छ। यो बेलामा अहिले पनि यसको 7औं संस्करणको रूपबाट यसले कार्यक्रम आयोजना गर्न लागिरहेको छ। आज म यो खेलकुदमा धेरै योगदान गर्न नसक्ने, त्यसमा धेरै दखल पनि नराख्ने, तर एउटा सामाजिक र राजनीतिक कारणले पनि म सभामुख भएको बेलामा मलाई यो झापा गोल्ड कपले यसको सदस्यता दिने र सदस्य भएर यो संस्थाको र खेलको खास गरिकन झापामा फुटबल खेलको विकास गर्नको लागि मलाई प्रेरित गर्ने जुन काम गरेको छ त्यसप्रति म आभार व्यक्त गर्न चाहन्छु र मैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने सदनमा रूपमा यहाँ अगाडि राख्न चाहन्छु। मैले यो कुराहरू गरिरहँदाखेरि म धेरै साथीहरूलाई सम्झिरहेको छु। खास गरिकन रहेको गोल्ड कपमा यसको तात्कालीन अध्यक्ष भएर काम गरिरहनु भएको विनोद बस्नेतजीलाई सम्झिरहेको छु, जो उहाँ अहिले स्वर्गवासी भइसक्नु भएको छ, यदि स्वर्ग छ नभए पनि उहाँ हामीसँग हुनुहुन्न, बितेर गइसक्नु। यो चर्चा गरिरहँदाखेरि अहिले केदार गिरीजी यसको अध्यक्षको रूपबाट काम गरिरहन्छ भने बाँकी धेरै साथीहरू यसका विभिन्न पदमा बसेर सहयोग गरिरहनु। यसलाई प्रभावकारी ढङ्गबाट सम्पन्न गर्नको लागि चाहिने सबै खालका सहयोगहरू जुटाउने कुरामा उहाँहरू लागिरहनु भएको छ। उहाँहरूलाई अगाडि बढ्न प्रेरणा मिलोस् र यो सफलताका साथ सम्पन्न होस् र यो एउटा इभेन्टले हामीलाई अझ झापालीहरूलाई गौरव गर्ने, त्यसमा पनि यो सम्भवतः डोमलाल रङ्गशालामै खेलाइन्छ। त्यो डोमलाल रङ्गशालालाई चाहिँ परिचित गराउने र त्यसलाई साँच्चै आधुनिक रङ्गशालामा विकास गर्ने काममा यसले योगदान गरोस्, गर्न सकोस् भन्ने शुभकामना गर्न चाहन्छु। र यो कुरा गरिरहँदाखेरि एउटा नेपालीमा उखान छ, जहाँ इच्छा त्यहाँ उपाय। सबभन्दा ठुलो कुरो इच्छा शक्ति हो। इच्छा शक्ति राखेर मान्छेले प्रयत्न गर्यो भने केही उपाय निस्किन्छ। त्यसको उदाहरण चाहिँ जलकुमार गुरुङजी पनि एउटा हो भन्ने मलाई लाग्छ। किनभने उहाँले यो गोल्ड कप स्थापना गर्नेदेखि लिएर जुन किसिमले समर्पित भएर उहाँ लाग्नुभयो त्यसले उहाँले ठुलो एउटा उपलब्धि गर्नुभएको मलाई लाग्छ। त्यस्तै गरी अहिले रहनुभएका सम्पूर्ण साथीहरू, खास गरी अहिले जिम्मेदारी बोक्नु भएको केदार गिरीजी उहाँ निरन्तर लाग्नु भएको छ। अरू लागेर अगाडि बढेको खण्डमा यसलाई अझ माथि लान सकिन्छ र यहाँको नगरपालिका, यहाँका अन्य खेलप्रेमी साथीहरू, समाजसेवी साथीहरू, व्यवसायी साथीहरू, उद्योगी साथीहरू, सबै साथीहरूले यसमा दिलचस्पी दिनुभयो भने अहिले बिग्रेर गइरहेका युवाहरू, पुल्ठो बोकेर जलाउँदै हिँडिरहेका युवाहरू, यसलाई प्रेरणा दिनको लागि दुलाभित्र बसेर इन्जेक्सन दिने मान्छेहरू सबैलाई निष्प्रभावित पारेर खेल जस्तो एउटा रचनात्मक कामहरूमा लगाउन सकोस्, त्यसले एकतालाई वृद्धि गर्न सकोस्, प्रतिभालाई विकास गर्न सकोस् र यसमा जात, जाति, धर्म, संस्कार, संस्कृति केही नभइकन अनुशासित ढङ्गबाट विभाजित भएर टिमको बिचमा प्रतिस्पर्धा गर्ने, विजय हासिल गर्ने, उत्कृष्ट नमुना प्रदर्शन गर्ने कामहरू गर्न सकोस् र ती सबैलाई खिच्ने गरेको ध्यान तान्न सकोस्। हामी के भनेदेखि सम्भवतः यही माघको 25 गते 24 गते उद्घाटन गरेर यो कार्यक्रम गर्न गइरहेका छौँ। त्यहाँबाट सारा के भनेदेखि झापाका युवाहरू, युवतीहरू, खेल प्रेमीहरू, समाजसेवीहरू अथवा सबैलाई त्यहाँ आकर्षित गर्न सकौँ र हिजोको त्यो हामीले जे कारणले भए पनि ध्वस्त गर्ने काममा लागेको यङ जेनेरेसन, जेनजी समूह वा त्योभन्दा माथिको समूह, युवादेखि लिएर बुढापाका सबैलाई रचनात्मक काममा केन्द्रित गर्न सकौँ, त्यही हार्दिक शुभकामना सहित झापा गोल्ड कपले एउटा ऐतिहासिक सफलता प्राप्त गर्न सकोस् र आजबाट म यसको सदस्य भएर मेरो तर्फबाट खेललाई, झापा गोल्ड कपलाई र यहाँका युवा युवतीहरूलाई, चाहे महिला गोल्ड कप होस्, चाहे के पुरुषहरूको होस्, त्यो विभिन्न उमेर समूहको होस्, विभिन्न क्षेत्रको होस्, विभिन्न निकायको होस्, त्यसलाई प्रतिस्पर्धामा लान सकौँ, त्यसको लागि सबैप्रति प्रतिबद्धताका साथ अगाडि बढ्ने, जहाँ इच्छा त्यहाँ उपाय हुने जस्तो उपाय निकालेर जाने काममा लाग्न सकौँ, त्यही हार्दिक शुभकामना समय सहित मलाई यो अवसर दिनुभएकोमा धन्यवाद ज्ञापन गर्दै आफ्नो भनाइ अन्त्य गर्छु। र विशेषतः आफ्नै इच्छा शक्ति यहाँ देखाएर यो गोल्ड कपको अपनत्व लिएर, यसको सदस्यता लिएर, यसको गरिमालाई अझ उच्च बनाइदिने जुन यो समय, यो विचार, यो अभिव्यक्ति यहाँले दिनुभएको छ, त्यसका लागि हामी हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछौँ। र यस पछाडि यो औपचारिक संक्षिप्त समारोहलाई समापन गर्नतर्फ हामी लागिरहेका छौँ। म श्रद्धेय अध्यक्ष केदार गिरीज्यूलाई
हाम्रो आमन्त्रणलाई स्वीकार गरेर पालन हुने सम्मान्य सभामुखज्यू नगर प्रमुखज्यू अनि विशिष्ट महानुभावहरू र सहभागी साथीहरूलाई धन्यवादका साथ राखेर औपचारिक समारोह समापन गरिदिनुको निमित्त हार्दिक अनुरोध गर्दछु। धन्यवाद केशव भट्टराईज्यू। सभामुख देवराज घिमिरेज्यू, नगरपालिकाका प्रमुख पवित्र ममताज्यू, मेरा सम्पूर्ण कार्य समितिका साथीहरू, पत्रकार साथीहरू, आज विनोद बस्नेत स्मृति झापा गोल्ड कप माघ 24 गतेदेखि हुन गइरहेको छ। यसमा सभामुखले सदस्यता यो झापा गोल्ड कपको सदस्यता लिनुभएकोमा म उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र उहाँको बोली नै उहाँले यति भन्नु नि हामी झापा गोल्ड कप गर्नलाई अझ उत्सुकता भएर हामी अगाडि बढेका छौँ, झन् अझ राम्रो हुनेछ र सधैँभरि त्यो झापा गोल्ड कपको त्यो ग्राउन्डको लागि पनि उहाँले त्यो वालको लागि पनि भनेर जुन 1 करोड रुपियाँ उपलब्ध गराउनु भएको थियो त्यो उहाँकै सहयोगबाट भएको र त्यस्तै सहयोग र बोली हामीले बोल्नुभन्दा सभामुखले बोल्नुभन्दा धेरै ठुलो कुरो हुन्छ। यसपालि पनि उहाँले 3 करोड रुपियाँ पैसा हालिदिनु भएको थियो र अहिले यो जेएनयूको आन्दोलनले गर्दाखेरि त्यो पैसा काटियो र उहाँले फेरि यसलाई समय मान्छेको प्रमाण हुन्छ। जुन बेला उहाँले बोली बिकेको थियो गरेको थियो उहाँले गरिदिनु भएको थियो र फेरि पनि अब समय आउँदैछ उहाँले यो गर्नुहुन्छ भन्ने विश्वासका साथ झापा गोल्ड कपको अध्यक्षको हैसियतले उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो यही 2 शब्द सबैजना आफ्नो साथीहरू बसाइ मिलाउनु तिमीले बाहिर बाहिर आउनु तिमी जानु तिमी चाहिँ लाइभ फोन स्याडोबाट आउँछ होला है फोटोमा स्याडोबाट आउँछ होला ल भनेको अझ यस्तो जानु त पछाडि तपाईँहरू अझ पछाडि भाइ लाइभ सबैजना हेर्नु ल
दिदी